आदरणीय जनसमुदाय, जेनजी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको छ। जनतामाथि राज्यले युद्ध थोपर्यो भने के हुन्छ त्यो हामीले बिहोरेर आएका हौं। हिजो जनयुद्ध हाम्रो रहर थिएन, जनतामाथिको शोषण, दमन, भेदभाव र हिंसा विरुद्धको प्रतिरोध थियो। सीमान्त वर्ग, लिंग, जाति, क्षेत्र र समुदायको राज्यसँग बन्दुक उठाएर आफ्नो हक मागे। हजारौंको बलिदान, लाखौंको त्याग र तपस्यापछि माओवादी र राजनीतिक दल 12 बुँदे सहमतिमा आए। 19 दिने जनआन्दोलन, बृहत शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिका संसद र अन्तरिम सरकार हुँदै देश संविधान सभामा प्रवेश गर्यो। दलित, महिला, आदिवासी जनजाति, थारू, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायले आफै आफ्नो संविधान लेख्न बसे। पहिलो र दोस्रो संविधान सभामा शासन प्रणालीलाई यथास्थितिमा टिकाइराख्ने र अग्रगमन तर्फ लैजाने विषयमा निकै ठूलो बहस र संघर्ष भयो। माओवादी बाहेकका दलहरू परम्परागत संसदीय अभ्यास भन्दा माथि जान चाहेनन्, तर संविधान जारी नगर्ने हो भने देश नै विभाजनको डिलमा जाने खतरा उत्पन्न भएपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लगायत कैयन असहमतिलाई फरक मतका रूपमा राख्दै हामीले संविधान जारी गर्यौं। आज म जेनजी आन्दोलनकारीहरूलाई यति मात्र स्मरण गराउन चाहन्छु कि 10 वर्ष अघि हामीले दर्ज गरेका फरक मत र अहिले जेनजी आन्दोलनले राखेका मागमा समानता छ। त्यतिखेर संविधान सभामा हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नु पर्यो, तर हामीले हाम्रा असहमतिहरूलाई लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं। अहिले जेएनजीले मागेका प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबभन्दा मुख्य फरक मत थियो। पैसाको खोलो बग्ने र भुइँ मान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं। हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं। पछिल्ला घटनाक्रम हेर्दा कता कता यस्तो लाग्छ हाम्रा फरक मतहरू त्यतिबेलै स्वीकार गरिन्थ्यो र त्यसको सफल कार्यान्वयन हुन्थ्यो भने आज युवाहरूले विद्रोह गर्नुपर्ने र रगत बगाउनु पर्ने अवस्था सिर्जना नहुन पनि सक्थ्यो।